Blessed be, यदि यो भिडियो हजुरको फिडमा आएको छ भने then this message for you. Let's see what is the message from the universe that you want to hear through the tarot cards. So I got the first card is the 5 of Cups. So 5 of Cups के भन्छ भने हजुरको लाइफमा जति पनि लाइक डिसअपोइन्टमेन्ट थियो, हजुरले कति मेहनत गर्नुभएको थियो, जति पनि लाइक एक्सट्रिम लेभल अफ हार्डवर्क गर्नुभएको थियो, त्यो हार्डवर्क चाहिँ आएन, रिजल्ट आएन भन्दैमा चाहिँ निराश नहुनु भनेको छ. वेन यु सी देयर, यहाँनिर चाहिँ एउटा कप छ राइट, दुईवटा कप जुन पल्टेको छ, तर पछाडिपट्टि यो दुईवटा कप चाहिँ सिधा छ. सो यो कार्डले के भन्छ भने हजुरको जुन डिसअपोइन्टमेन्ट आएको छ, जुन वर्क चाहिँ राम्रोसित डन भएको छैन, र त्यसको रिजल्ट आएको छैन, त्यो रिजल्टलाई चाहिँ नआयो भन्दैमा चाहिँ त्यसले बन्द गर्नु पर्दैन भनेको छ. किप निरन्तर त्यसमा वर्क गरिराख्नु भनेको छ. अनि लाइक किनकि पछाडि हेर्ने भने देयर आर लट अफ चान्सेस टु सल्भ दोज प्रब्लम. अनि त्यो अगाडि जुन डिसअपोइन्टमेन्ट थियो अब त्यो नहुने भनेर भनेको छ. सो वेन इट कम्स टु अर्को कार्ड, यस, अनि अर्को कार्ड छ विस फुलफिलमेन्टको कार्ड. हजुरको जति पनि त्यो मेहनत थियो, जुन लगाव थियो त्यो कामप्रति, त्यसले निरन्तर गरिराख्नु भनेको छ. किनकि एक न एक दिन हजुरले फल पाउनुहुनेछ. अहिले डिसअपोइन्टेड भएर चाहिँ लाइक त्यो डिसअपोइन्टमै राखेर टाउको समातेर बस्ने नगर्नु भनेको छ. सो दिस कार्ड इज टेलिङ कि हार्ड वर्किङ, जुन वर्क हजुरले गरिराख्नु भएको थियो त्यो वर्कलाई निरन्तर गरिराख्नु र लाइक आउटकमलाई धेरै ध्यान नदिनु, र त्यसपछि चाहिँ लाइक कि हजुरको विस फुलफिल हुने चान्सेस छ. अनि इट इज द वान अफ द गुड like cards I have seen, and like I hope you get the message, and like please keep working hard and blessed be.